Hello everyone, आज चाहिँ हामी युएनको बाँकी अर्गन्स अफ युएनको अर्गन्स भनेको 6वटा छ। 6वटामा 5वटा चाहिँ एक्टिभ अनि एउटा चाहिँ इनएक्टिभ हो। एउटा ट्रस्टिड काउन्सिल पहिलो अर्गन रहेको एउटा ठुलो अङ्ग हो। अङ्ग भनेको चाहिँ महासभा। दोस्रो भनेको सुरक्षा परिषद। सुरक्षा परिषदलाई के भनिन्छ? सेक्युरिटी काउन्सिल, कार्यकारी अङ्ग पनि भनिन्छ। थर्डमा रहेको छ आर्थिक तथा सामाजिक परिषद, सोसल मानव अधिकारसँग रिलेटेड हो यो भनेको। फोर्थमा चाहिँ समाजवादी परिषद, ट्रस्टसिप अर्गन पनि रहेको छ। अन्तर्राष्ट्रिय न्यायालय, इन्टर जस्टिस, यो भनेको न्यायिक अङ्ग हो युएनको। सिक्समा रहेको छ सचिवालय, सेक्रेटेरिएट, हामी भनेर पनि महासभा, जेनरल एसेम्ब्ली। महासभा भनेको युएनको सबैभन्दा ठुलो अङ्ग हो। युएनको संसद पनि हो यो। यसको बैठक भनेको प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मङ्गलबार बस्ने गर्दछ। र यसमा चाहिँ प्रत्येक देशबाट 5जना जान पाउने र तर मताधिकार एकजना मात्रै हुने। 5जना जान पाउँछन् तर एकजनाले मात्रै भोट हाल्न मिल्ने। जम्मा बैठक अहिलेसम्म कतिवटा भएका छन् भनेपछि 80वटा बैठक भयो। फर्स्ट बैठक भनेको 1946 जनवरी 10मा भएको थियो लन्डनको वेस्टमिन्स्टर हलमा। कसको अध्यक्षतामा त्यो भएको थियो भने पल पार्क चाहिँ बेल्जियम थिए। र 80औँ बैठक चाहिँ कहिले भयो त सम्पन्न भन्दाखेरि 2025 साल सेप्टेम्बर 9 तारिकदेखि 23 तारिकसम्म सम्पन्न भयो। भएको थियो न्युयोर्कमा भएको थियो। अनि यहाँ नेपालबाट सहभागिता भनेको चाहिँ लोकबहादुर थापा नेपालबाट भएका थिए। कसको अध्यक्षतामा यो गरियो भने लिएन एयरबकको जर्मन कि नाग। 78 बैठक चाहिँ कहिले भयो भन्दाखेरि चाहिँ 78 बैठक चाहिँ कसको पालामा? प्रचण्डको पालामा भएको थियो। युएनको हालको महासचिव एन्टोनियो गुटेरेसलाई नेपाल आउन आमन्त्रित गरेका थिए प्रचण्डले त्यति बेला। नेपाल भ्रमण चाहिँ कहिले आयो त भन्दाखेरि 80 साल कार्तिक 12देखि 15सम्म 4 दिनको भ्रमण थियो। 79th बैठक भनेको नेपालबाट सहभागिता भनेका शर्मा ओली भएका थिए। महासभाको बैठकलाई सम्बोधन गर्ने पहिलो नेपाली भनेको कोइराला हुन्। कहिले भन्दाखेरि 1945मा स्थापना भयो। 55 सालले आयो र 56मा चाहिँ 11औँ बैठक कुरा प्रसाद शर्मा 11औँ बैठक भयो। त्यसमा शर्मा चाहिँ सहभागी भयो। 6वटा समिति र 6वटा सहायक भएको थियो। सबैभन्दा बढी समय बोल्ने व्यक्ति भन्दाखेरि चाहिँ महासभामा क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रो थिए। 5 घन्टा बोलेका थिए। सबैभन्दा कम बोल्ने व्यक्ति चाहिँ दावा छेनिङ भुटानका थिए र उनी जम्मा 30 थिए। अध्यक्षता गर्ने महिलाको सङ्ख्या 5वटा। फर्स्ट महिला भनेको विजयालक्ष्मी महासचिवको नियुक्ति सुरक्षा परिषदको सिफारिसमा महासभाले गर्छ। युएनको बजेट अब 13वटा शीर्षकमा विभाजन हुन्छ। यो चाहिँ हरेक 2 वर्षमा हुन्छ। सबभन्दा बढी बजेटमा 22% हो र कम भनेको 0.001। युएनको बजेटमा योगदान गर्ने 7वटा देशको समूहलाई बिग 7 भनिन्छ। याद गर्ने फर्मुला भनेको अजी जाज बेफाई पाएर हामीले अब भनेको अमेरिका 22%, के भनेको चीन, जा भनेको जापान, ज भनेको जर्मनी, के भनेको बेलायत, प भनेको फ्रान्स। नेपालले कति प्रतिशत गर्छ त कन्ट्रिब्युसन? 0.01% नेपालले कन्ट्रिब्युसन भनेपछि भारतले चाहिँ 1.04%। युएनको सदस्य नभए पनि युएनको बजेट योगदान गर्ने देश भनेको हेलिसी हो।
हामीले भ्याटिकन सिटी पनि भन्छौँ। युएनको बजेटमा योगदान गर्ने व्यक्ति भनेको फ्रेड टर्नर सिएनएनको पनि हुनुहुन्छ। सदस्यताबाट निलम्बनमा परेको देश साउथ अफ्रिकाबाट निलम्बनमा सुरक्षा परिषद सिक्युरिटी काउन्सिल युएनको पुलिसम्यान युएनको पुलिसम्यान भनेर हो यो चाहिँ। युएनको कार्यकारी अङ्ग चाहिँ जम्मा देशको सङ्ख्या भनेको 15वटा छ। 15वटामा चाहिँ स्थायी देशको सङ्ख्या चाहिँ 5वटा छ भनेपछि अस्थायी देश चाहिँ 10वटा छन्। स्थायी देश भनेको एबिसिएफआर, सजिलो फर्मुला याद गर्ने एबिसिएफआर भनेको अमेरिका, बी भनेको बेलायत, चाइना, एफ फ्रान्स, आर रसिया। र यी 5वटा देशको पदावधि भनेको सुरक्षा परिषदमा अनलिमिटेड हुन्छ। परिषद चाहिँ के अरे पदावधि चाहिँ अनलिमिटेड। यो 5वटा देशले मात्रै पावर प्रयोग पाउँछन् जुन चाहिँ निषेध खातिर छ। प्रथमचोटि भिटो पावर प्रयोग गर्ने राष्ट्र भनेको रुस हो। 1946 फेब्रुअरी 16मा फर्स्ट टाइम प्रयोग गरेको थियो। बेलायतले चाहिँ 1956 एडीमा प्रयोग गरेको थियो। फर्स्ट भनेको भिटो पावर प्रयोग गर्ने पहिलो राष्ट्र भनेको रुस, बढी पटक गर्ने पनि रुस, कम पटक गर्ने भनेको फ्रान्स र चाइना, डबल भिटो प्रयोग गर्ने भनेको नेपालको सदस्यताको सन्दर्भमा भिटो चाहिँ कहिले प्रयोग गर्यो भन्दाखेरि 1909 सेप्टेम्बर 7मा प्रयोग गरेको थियो। यो अस्थायी राष्ट्र 10वटा छन्। 10वटाको पदावधि भनेको 2 वर्षको हुन्छ। हरेक 2 वर्षमा राष्ट्र आउँछन्। छनौटको आधार भनेको कसलाई प्राथमिकता दिइन्छ। एफ्री एसियाबाट 5वटा राष्ट्रहरू, ल्याटिन अमेरिकाबाट 2टा, पूर्वी युरोपबाट एउटा, पश्चिम युरोप र अन्य मुलुकबाट 2टा गरी जम्मा 10वटा राष्ट्रको नियुक्ति हुन्छ परिषदमा। नेपालको 2 पटक सदस्यता पाएको पहिला 2 पटक सदस्यता पाएको छ परिषदमा भनेको 1969देखि 1970मा, अर्को भनेको 1988देखि 1989मा पाएको थियो। र सबैभन्दा बढी पटक पाउने भनेको जापान हो। जापानले 12 पटक पाएको छ। र सार्क राष्ट्रबाट सदस्यता नपाए हुने देशहरू भनेका जम्मा 3टा छन्, म्यानमार, भुटान र अफगानिस्तान। 2025 जनवरी 1 देखि 2026 जनवरी 27 डिसेम्बर तोडे पापाजी बक्लाकोला याद गर्नु पर्यो। अस्ट्रेलिया, डेनमार्क, पनामा, पाकिस्तान, ग्रिस, बहराइन, कङ्गो, लाइबेरिया, कोलम्बिया, लाटभिया हामीले याद गर्न सक्छौँ। सुरक्षा परिषदको पहिलो बैठक भनेको 1946 साल जनवरी 17मा बसेको थियो। न्युयोर्कमा सम्पन्न भएको थियो। आर्थिक तथा सामाजिक परिषद मानव अधिकार सम्बन्धी काम गर्ने निकाय हो। आर्थिक तथा सामाजिक परिषद भनेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र कहिले जारी गरियो भन्दाखेरि 1948 साल डिसेम्बर 10 गतिका दिन जारी गरेको एफडी रुजवेल्टको धर्मपत्नी इलियानोर रुजवेल्टले गरेकी थिइन्। धारा धारा छन्। मानव अधिकार दिवस भनेर डिसेम्बर 10मा मानव अधिकार दिवस। विशिष्टीकृत संस्था सम्बन्धी काम गर्ने निकाय अर्को विशिष्टीकृत संस्था सम्बन्धी स्थापना युएनको धारा 57 बमोजिम गरिएको छ। जम्मा विशिष्टीकृत संस्थाको सङ्ख्या भनेको 15वटा रहेका छन्। पहिलो भनेको ILO हो, नेसनल लेबर अर्गनाइजेसन, राष्ट्रिय श्रम सङ्गठन 1919 एडीमा स्थापना भएको थियो। यसको हेडक्वार्टर भनेको जेनेभा स्विजरल्यान्डमा रहेको छ। र लास्ट भनेको UNWTO हो, पर्यटन सम्बन्धित सङ्घ 1975 सालमा भएको स्थापना। र यसको हेडक्वार्टर भनेको स्पेनको म्याड्रिडमा रहेको छ। नेपालले सदस्यता पाएको पहिलो विशिष्टीकृत संस्था भनेको चाहिँ FAO हो, फुड एन्ड एग्रिकल्चर। जम्मा देशको सङ्ख्या भनेको यसमा कतिवटा छन्, 54वटा देश रहेका छन्। र पदावधि हरेकको 3 वर्षको हुन्छ। छनौटको आधार भनेको यसमा पनि भूगोल नै हो। एसियाबाट 11वटा देश, अफ्रिकाबाट 14, ल्याटिन अमेरिका, पूर्वी युरोपबाट 6वटा, पश्चिमी युरोप र अन्य मुलुकबाट 13वटा
52 वटा गरिन्छ। आर्थिक तथा सामाजिक परिषदमा सदस्यताको पदमा छनौट भएको पहिलो नेपाली भनेको लोकबहादुर थापा कहिले भएका थिए? 2025। अर्को रहेको छ जिम्मा जमानी परिषद, काउन्सिल, इनएक्टिभ अर्गान अफ युएनओ भनेर चिनिन्छ यसलाई, निष्क्रिय अङ्ग। यो चाहिँ 100% सफल अङ्ग हो। मतलब यसको काम भनेको दोस्रो विश्व युद्धपछि स्वतन्त्र नपाएका राष्ट्रहरूलाई स्वतन्त्र गराउने यसको मुख्य काम हो र यसले सबै राष्ट्रहरूलाई त्योबाट स्वतन्त्र गराएपछि चाहिँ एक्टिभ अर्गान भएको सबै काम आफ्नो सफल गरेर हो। अनि यसले चाहिँ अन्तिममा स्वतन्त्र गराएको देश भनेको चाहिँ पलाउ थियो, जुन 94 नोभेम्बर 1 का दिन। अन्तर्राष्ट्रिय न्यायालय युएनको न्यायिक अङ्ग भनेर चिनिने स्थापना कहिले भयो भन्दाखेरि 1921 एडीमा भएको थियो। युएनको अङ्ग कहिले हो? प्रधान कार्यालय कहाँ छ यसको? हेग नेदरल्यान्डमा छ। महासचिवले भाग लिन नपाउने अङ्ग हो भनेर यसलाई महासचिवले भाग लाग्न पाउँदैनन्। न्युयोर्कभन्दा बाहिर प्रधान कार्यालय भएको अङ्ग पनि हो। जम्मा न्यायाधीशको सङ्ख्या भनेको 15 जना हुन्छ र पदावधि भनेको 9 वर्षको हुन्छ र मुख्य न्यायाधीशको पदावधि भनेको चाहिँ 3 वर्षको हुन्छ। नर्मल न्यायाधीशको भनेको 9 वर्षको हुन्छ। र कार्यालय सञ्चालनको भाषा भनेको टी र एफ, इङ्ग्लिस र फ्रेन्च। सचिवालय भनेको प्रशासनिक हो। मुख्य व्यक्ति भनेका महासचिव हुन्छन् र महासचिवको नियुक्ति हुनु पूर्व कार्यवाहक महासचिवको रूपमा ग्ल्याडियन जेब पाएका थिए। पदावधि उनले बेलायतका थिए। जम्मा महासचिवको सङ्ख्या भनेको 9 जना छन्। पहिलो भनेको ट्रिक बेली हो, जुन चाहिँ नर्वेका थिए, र अन्तिम एन्टोनियो गुटेरेस चाहिँ पोर्चुगलका थिए। महासचिवको पदावधि भनेको केवल 5 वर्षको हुन्छ र एक कार्यकाल थप गर्न सकिन्छ है। यसको जम्मा उपमहासचिवको सङ्ख्या भनेको 5 जना मात्र। यो क्रमशः पहिलो हालको इडियु केएच गर्न सकिन्छ कटकट। पहिलो ट्रिक बेली जो चाहिँ नर्वेका थिए, दोस्रो भनेको ट्याग ह्यामरसोल्ड स्विडेनका थिए, अर्को रहेका छन् उथान्त जुन म्यानमारका थिए, बर्मा पनि। टाइम भनेको अस्ट्रेलियाका थिए। ह्याबिर पेरेस द क्वेयर भनेको पेरुका थिए। बुत्रोस गाली भनेको इजिप्टका। क्यन्नन भनेको मन की मुन भनेको साउथ कोरियाको, र एन्टोनियो गुटेरेस हालको भनेको पोर्चुगलका हुन्। पदबाट राजीनामा दिने महासचिव भनेको चाहिँ ट्रिक बेली हुन्। पदबाट नै राजीनामा। हवाई दुर्घटनामा परि मर्ने महासचिव भनेको चाहिँ ड्याग ह्यामरसोल्ड हुन्। अनि 1991 आफ्टर डेथ नोबेल प्राइज पनि पाएका छन्। ट्रम्पको प्रस्ताव गर्ने युवाबाट प्रस्ताव गर्ने 3वटा बढाउने भनेर रिजेक्ट भएको छ। एसियाबाट हुने प्रथम महासचिव भनेको उथान्त सबभन्दा बढी समय पदमा बस्ने एसियाबाट हुने भनेको पहिलो महासचिव वर्ष कार्य सम्हाले र नेहरू अवार्ड पनि पाएका छन्। कम समय पदमा बस्ने व्यक्ति भनेको बुत्रोस गाली 5 वर्ष मात्र बसे। नेपाल आउने जम्मा महासचिव सङ्ख्या भनेको 7वटा रहेको छ। यो कन्ट्रोल गर्नलाई अब हजुर कटकट फर्मुला भन्छ। हाकुको बाउ ड्याग र गुटेरेस। चलाउने हाकुको बाउ ड्याग र गुटेरेस। वा भनेको को भयो त? ड्याभिर प्यार कुर्द को भनेको कोफी अन्नन। रा भनेको वान कि हुन्। हजुरले पढ्न सक्नु। मैले नम्बर पनि एजेन्डा फर पिस र एजेन्डा फर डेभलपमेन्ट कसले गरेका थिए? बुत्रोस गालीले एजेन्डा फर पिस डेभलपमेन्ट क्विट रिभोल्युसन भनेको कोफी अन्नानले गरेका थिए, ल्याएका थिए। एक्सन फर पिस किपिङ भनेको एन्टोनियो गुटेरेस ल्याएका हुन्।
के बुत्रोस बुत्रोस घालीको डेथ भनेको कहिले भयो त 2016 फेब्रुअरी 16मा र कोफी अन्नानको 2018 अगस्त 18मा 2016 फेब्रुअरी 16 2018 अगस्त 18मा इवानेलले मनाएका केही दिवसहरू जनवरी 6 भनेको विश्व भन्सार दिवसका रूपमा मनाइन्छ। फेब्रुअरी 2 सिमसार दिवस, फेब्रुअरी 4 क्यान्सर डे, मार्च 8 नारी दिवस, मार्च 21 विश्व वन महोत्सव, मार्च 22 पानी दिवस, अप्रिल 7 हेल्थ डे, अप्रिल 22 पृथ्वी दिवस, मे 1 मा मजदुर दिवस, मे 22 मा जैविक विविधता दिवस, जुन 5 विश्व वातावरण दिवस, जुन 8 विश्व सागर दिवस, जुन 8 जुलाई 11 भनेका जनसङ्ख्या दिवस, जुलाई 12 भनेको मलाला दिवस, जुलाई 29 भनेको बाघ दिवस, सेप्टेम्बर 8 भनेको साक्षरता दिवस, सेप्टेम्बर 16 भनेको ओजोन तह संरक्षण दिवस, सेप्टेम्बर 27 भनेको विश्व पर्यटन दिवस, अक्टोबर 2 भनेको विश्व अहिंसा दिवस, अक्टोबर 24 भनेको ह्युमन डे, नोभेम्बर 10 भनेको विज्ञान दिवस, नोभेम्बर 20 बाल दिवस, डिसेम्बर 1 भनेको दिवस, डिसेम्बर 2 भनेको कन्डम दिवस, डिसेम्बर 3 भनेको अपाङ्ग दिवस, अन्तिममा रहेको छ हाम्रो डिसेम्बर 10 जो भनेको मानव अधिकार दिवस। साथीहरू आजको लागि यति रहेको छ। बाँकी हामी अरू सङ्घ संस्थाको बारेमा सार्क आसियान बिमस्टेकको बारेमा अर्को भिडियोमा म ल्याएर आउने नै छु। कनेक्टेड त्यसको लागि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू है त।